चुजी खुडी भन्ने ठाउँ रहेछ अहिले चाहिँ राम्रो बनाएर चाहिँ यहाँ बाटो चाहिँ जानु माथि 2 घन्टा समथिङ लाग्दो रहेछ यहाँबाट चढ्दा एकदिन जाँदाखेरि माथि चाहिँ चौतारो रहेछ यस्तो रहेछ यहाँबाट अलि माथि जानुपर्ने एकदम राम्रो रहेछ गर्मीको मौसममा त एकदम हावा चाहिँ दामी आउँदो रहेछ नि त यो टक्क झोलुङमा पुलको बिचमा बस्यो भने माथिबाट दामी खालको शीतल हावा आउँदो रहेछ होइन कुइने टार पनि भन्दैछ होला पर्यटन क्षेत्र नि भन्छ अनि हाम्रो भाइ पनि यता विक्रम भाइ पनि आएको छ है यहाँ पनि राम्रो छ यतापट्टि एकदम दामी छ माथि पहाड छ माथि टुक्को एकदम राम्रो छ त्यस्तो छ है गाइस अनि यहाँबाट घरहरू पनि राम्रो यस्ता निस्केको छ माथितिर चाहिँ कस्तो छ दामी छ एउटा माथिको चौकमा जानुपर्छ अहिले यहाँबाट सट्टै होइन पुल चाहिँ वारिपारि चट्टै छ है गाइसहरू आउनुलाई आउनुपर्छ कहिले घरमा त